ल साथीहरू, आज हामी बेसरबाट यता बाजाखेत खासुर बेसीतिर घुम्न जाँदैछौँ। घुम्न जाँदै गर्दाखेरि हामी यो मर्स्याङदीको पुल पारिपट्टिबाट हामी यो ठाउँ हुँदै माथि खासुर बेसी पुग्छौँ। अनि यहाँ माथि मेरो ब्याकग्राउन्डमा माथि देख्नुहुन्छ तपाईँले, त्यहाँ एकजना मान्छे बोल्दै रहेछ। आज चाहिँ राम सत्यहरू पनि देख्न पाइयो। धेरै यस्तो घटना सकेसम्म देख्न नपरोस् भन्ने लाग्छ, तर देखिहालियो, नमजा पनि लाग्छ होइन। अब हेरौँ, तल मर्स्याङदी खोला बग्दैछ, हामी माथिबाट बग्दैछौँ। खासुर बेसी पुगेपछि त्यहाँको ठाउँ गाउँ कस्तो छ तपाईँहरूलाई यसो देखाउँदै गर्छौँ। मेरो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला है। यतातिर राम्रो विकास भइसकेको ठाउँहरू छैन, अझै पनि बाटोहरू बन्दैछ। अटो र बाइक हिँड्ने पुल यो छोटो बाटो। बालमैत्री वडामा हामीलाई स्वागत गर्दैछ। यहाँ चाहिँ यो फुलको नाम के हो सर? यो काठमाडौँको कीर्तिपुरमा धेरै देखियो यो फुल। लालीगुराँसको लालीगुराँस जस्तो भन्नु भएन। यही सिँढी बाटो हामी माथिसम्म पुग्ने। कति राम्रो चल्लाहरू पालिराखेको रहेछ। बोइलर मासु। यताबाट गयो नि गाडीमा जाने, यताबाट गयो नि हिँडेर जाने। सिँढी बाटो माथिसम्म नै यस्तो ढलान छ भन्ने कुरा सुनिन्छ है। हेरौँ अब आज हिँड्दै गएर कति ठाउँमा चाहिँ ढलान बाटो छ। केराघारी हुँदै जानु पर्ने भयो। गर्मी चाहिँ गर्मी ठाउँ छ यो। लमजुङतिरको खेतमा मकै यति भइसक्यो, साह्रै बाक्लो मकै छरेको देखियो। घाँस लाग्यो होला नि, मकै घाँस हो कि साह्रै बाक्लो छ क्या। ठाडो खोला, यो ठाडो खोलाको पानी पिउने त होला नि है। कहाँदेखि झरेको पानी चाहिँ यो पुरै पाइप मात्र देखिन्छ नि। लगभग पहिलो चरणको बाटोमा पनि यो पिच सिँढी छुटेको छैन, माथिसम्म नै पिच छ। गाउँसम्म नै पिच छ जस्तो माने मैले। यो सिँढी पिच त भन्ने हो नि होइन, यो पिचवाला सिँढी कि केवाला सिँढी भन्छ यसलाई, ढलानवाला सिँढी। डडेल लाग्न पाएन छ यो वर्ष। अब चाहिँ 1-1.5 महिनापछि डडेलले यो पनि सघाउने हो। सघाउन त पोहोरको डडेलले सुकेको रुखहरू अझै काटेर भ्याएको छैन यहाँ। बेसीको यात्रामा पहिलो चौतारीमा बस्नु लागेको। अब पसिना गर्मी, साह्रै टाढा आए जस्तो भयो। उकालै उकालो बाटो, चर्को घाम छ। ल यहाँ माथि आएपछि बल्ल एउटा पिउने पानीको धारा भेटियो। कतिको चिसो छ सर? तातो होला, चिसिया छ। घामले तातियो कि आज पनि पानी पर्छ जस्तो छ। पानी पियो, चिसै रहेछ। पसिना मुख धुन हुन्न भन्छ, धोइहाल्छ त। यहाँबाट फेरि ढलान सुरु भएको रहेछ। माथिसम्म नै पिच छ दाइ यो होइन? यहाँबाट राम्रो देखिँदो रहेछ बेसर बजार। घले गाउँ पनि पुरै रातै रातो टिनले बनाएको थियो। यो पनि पुरै रातो जस्ताले छाएको ठुलो रहेछ। हजुर, घले गाउँ यो पुमा भिर पो हो। त्यो डाँडाको सिधै उता गए नि हो सर। बुढाहरू पनि माथि गाउँ नै जाने रहेछ। हामी पनि उहाँहरू सँगसँगै भेडा चराउँदै माथि गाउँसम्म निस्किन्छौँ। अब गाउँमा पुगेपछि फेरि खासुर बेसी झर्ने कुरा छ। त्यहाँबाट खासुर बेसी हुँदै हामी फेरि यही पारी बाटो हुँदै बेसर पुग्छौँ। ल गोठालो पनि आइयो हामी त। सञ्जीव सर, तपाईँ गोठालो आउनु भएको? तपाईँ पनि कतिवटा भेडा छ तपाईँको? 1 2 3 4 5। आमा कति धेरै, कति सानो रहेछ कि यो। आयो 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 आयो।
के भन्नुपर्ने अरूले त हान्दैन साँडेले हान्छ कि साँडेले कति धेरै रहेछ हेर्नु त यिनीहरूको गोठाले यो पनि छ फेरि एउटा साथीहरू काली काले आइस यो सबैले खेल्न थाल्यो नि त मार्छ कस्तो हाने त हो उता छुट्याइदिन्छ नि यो जातले त सबै उस रहेछ कि भ्याक कि भ्याक कराउँछ आइज के छ यो चाहिँ यो तपाईँको साथी जहाँ गए पनि नछोड्दो रहेछ बिस्कुट सिस्कुट ल्याइएन कि बिस्कुट ल्याएको भए खाना दिन आउँथ्यो गोठाले काले सँगसँगै हिँड्छ गइसक्यो भेडा माथि गएको त भेडाको पछि पछि लाग्यो त्यो पनि माथिबाट झार्नु भएको तपाईँले यो भेडा माथिबाट झार्नुभयो अहिले चलाउँदा फेरि माथि नै पुर्याउनु हुने बिहान कति बेला झार्नुभयो 10 बजे माथि पुग्दा ठ्याक्कै 3-4 बज्दो रहेछ बेला हुँदो रहेछ साँडे गएर सिङ चाहिँ यति लामो भइसकेको छ तर इत्रुको रहेछ कि यो यसको आमाले माउले राम्रोसँग दुध नदिएर इत्रुको भएको भन्छ हाम्रो दाजी हुनुहुन्छ कठुलो रहेछ त नि माउ सिमेन्टको म्याक्सिमम प्रयोग क्वान्टिटी मिलाएर बनाएको सिँढी माथिसम्म नै यस्तै छ जङ्गलको बाटोमा सिँढी तर ठाउँ ठाउँमा धारा रहेछ कि बन्दीपुर जाँदा जस्तो पानी नपाउने भन्ने रहेनछ यहाँ ठाडै छ सिँढी बाटो तलदेखि बेसरदेखि माथिसम्म अझै पनि सिँढी सकिएको छैन अब लगभग हामी माथि गाउँ आइपुग्न थालेको यो जङ्गल कटेसी गाउँ आउँछ यो चाहिँ माथि आएपछि यति गाउँघर चाहिँ हाम्रो छुट्टै दलित बस्ती हो भन्ने चाहिँ कुरा गर्नुभएको थियो दाइले अघि त्यो पर चाहिँ स्कुल अनि तल देखिएको बेसार झलाला अनि त्यो जङ्गलको बिचमा 1-2वटा घर रहेछ बेसार चाहिँ यहाँबाट रमाइलो देखिँदो रहेछ साँझको भ्यू हेर्न आउनुपर्ने जस्तो लाग्यो साँझमा चाहिँ रमाइलो देखिन्थ्यो होला त्यहाँबाट हामी चाहिँ आउने भनेको ठाउँ गुरुङ गाउँतिर आउनु थालियो तर जाँदा यस्तो खालको देवल राख्छ यो अनि चौतारी नजिकै देवल हुन्छ बल्छर टापा पनि यस्तै छ तलबाट जाँदा यस्तै ठाडै भिर माथि गरी 400 डाँडामा यस्तो चौतारीको नजिकै यस्तो देवलहरू बनाएको हुन्छ कि च्यान डाँडा त्यही हो फेरि उनीहरूको देवल र च्यान डाँडा एउटै होइन च्यान डाँडामा देवल बनाउँछ माथि यो टप गाउँ के गाउँ भन्छ आउने भन्ने ठुलो रहर थियो यो गाउँमा हामी चाहिँ यो माथि यो गाउँमा आइयो अनि योभन्दा पछाडिपट्टि यतातिर नि गाउँ छ यो गाउँको नामै सोधिदिएन कि थाहै भएन त नि मकै सँगसँगै भटमास छरिसकेको रहेछ यो ठाउँमा यो भटमास होला जस्तो लाग्छ मलाई मकैसँगै भटमास छर्ने चलन छ यता खेतीपाती सुरु गरिसकेको छ गर्ने ठाउँमा नगर्ने ठाउँमा बाँझै छ धान रोप्नेलाई होला यति लेकसम्म पनि धान खेती हुन्छ यो ठाउँमा मोटर बाटोभन्दा मुन्तिर मात्रै रहेछ धान लगाउने पानीको चाहिँ समस्या छैन पुरा धारा छ जताततै पानीको पाइप मल बोक्दैछन् साथीहरू यहाँ पाहुनालाई स्वागत गर्नु बस्यो यो पनि स्याल जस्तो छ त गयो गोसाइलाई देखेर तोरीबारी यो चाहिँ राम्रो तोरी फलेको छ यतातिर बर्डरको घाँसको रुखहरू टन्नै छ झारिसकेको रहेछ हामी सँगसँगै आएको साथी मोटर बाटो त यहाँ पनि आइरहेछ है यसले केही कुरा ल्याइदियो भने होला केही ल्याइदिएको छैन यार बास्केटबलको 2-2वटा खाइ यो पनि खोल्ने हो यो त नखोल्दो रहेछ त्यो नखोलेर ल्यायो होला तलमा राखेको पानी
क्या चिसो छ आइज जाउँ आइज गाउँघरको साथी भनेको नै कुकुर हुन्छ नि त कस्तो चिसो छ क्या पानी मैले पाइप तातेर बेसी तातो होला पानी भन्ने सोचेको तर अत्यन्तै चिसो यो ठाउँको पानी पहिलाको गाउँघरको संरचना यो चाहिँ वाल भयो वालभन्दा उतापट्टि किचन सहितको घर छ अनि यो चाहिँ दाउरा मिलाएर राखेको यो चाहिँ घरको तगारो मेन गेट दाउरा त मस्तै ल्याउनु भएछ त दाउरा ल्याउनु चाहिँ माथिबाट माथि भाचोक यो चाहिँ सिरबारी खासुरबेसी भनेको तल अनि त्यो पारीको गाउँलाई के भन्छ त्यो दुईटा गाउँ एउटा यो तल रहेछ त्यो पौराली भन्छ र मगर गाउँ हो यो हजुर उतै माथि चाहिँ पमारबिल त्यो पनि मगर गाउँ होइन अनि उता पारीपट्टिको पछाडिको तामाङ गाउँ के गाउँ भन्छ त्यसलाई त्यो साधु मरोजे भन्छ त्यतै हो साझा मरोजे साधु भन्छ साधु ए अनि यो पारीको पनि यो कलेजी मगरहरु कहीं बेसी खासुर बेसी बस्छ तिनीहरु ए झुप्प झुप्प परेको गाउँ मात्र छ अनि यो गाउँभन्दा पछाडि के छ त उता पछाडि त त्यो डाँडादेखि तल झर्नुपर्छ उस्ता आउँछ ए त्योभन्दा उतातिर उस्ता जमेन्द्र मानको गाउँ ए उस्ता ए अनि ओ त्यो पर गाउँ रहेछ नि त्यो गाउँ कुन हो फेरि त्यो खाँचे भने त्यो गाउँ माथि चाहिँ पुरै चारैतिरबाट बाँधेको हुन्छ नि त दाउराले काठले भूकम्प जाँदा नि नहल्लिने गरी पुरै चारैतिर काठले यसरी बाँधेको हुन्छ हामी चाहिँ खासुर बेसी झर्ने भनेको राम्रै छ भन्ने सुनिएको खासुर गाउँमा साधन पनि राम्रोसँग जान्छ भन्थ्यो एक रात बसेर आएको नि खेमसेर बसेको खासुर गाउँमा होमस्टे छ नि है त्यही हो होमस्टेको के जाउँ अनि यतातिर चाहिँ खासुर बेसी तल खासुर बेसी झर्दैछौँ हामी अहिले तर राम्रै गरेको रहेछ यता खेतीपाती यो अलैँची अनि यो कागती सुन्तला कागती हो यो कागती खेती त्यसपछि तल तल केराको पनि खेती गर्न थालेको रहेछ ल हाम्रो यात्रा जङ्गलको बाटो जङ्गल सफारी राम्रै भइरहेको छ अब फेरि जङ्गलको यस्तो डरलाग्दो सिँढी बाटो ओह्रालै ओह्रालो तलैसम्म सिँढी बाटो छ जस्तो छ उकालो आउँदा अघि गाह्रो भएको थियो ओह्रालो त फेरि फिलिली हो बाटो हिजोको हावाहुरीले चाहिँ पातै पात बनाइदिएको छ पुरै पातै पात छ त नि हेट डरलाग्दो सिँढीको बाटो छ ठाडै बिचबिचमा मोटर गाडीको बाटोहरू पनि रहेछ त नि तिदु फलेछ र सर तिदु छ जस्तो मानेन भए पनि हिजोको हावाले सर्वनाश पारिसके जस्तो छ बाटैभरि पात मात्रै छ तिदु भेटिँदैन चिलाउनेको गेडा मात्रै छ यही हो पानी अमला भन्ने हामी चाहिँ पहिला बरु छ कि छैन रहेछ पानी अमला त्यो सेतो अलि बढी त्यो रातो भन्दा सेतो भएको मिठो हुन्छ तर स्वास्थ्यको लागि फेरि अलि रातो भएको मिठो राम्रो अरे के टन्नै फले रहेछ त नि गाउँको लोकल हो यो लोकल स्वास्थ्यको लागि राम्रो जडीबुटी हो नि यो एक प्रकारको जडीबुटी भन्छ नि होइन हेर्नुहोस् त हेरेछ सेतो मिठो हाम्रो सरले चाहिँ पानी मलाई हातभरि टिप्नु यो चाहिँ चाख्न पर्छ भनेर मात्र हो जङ्गलको कुरा औषधि के जङ्गलको स्वास्थ्यवर्धक जङ्गलको बाटो निरन्तर यात्रा हाम्रो खासुर बेसीतिर अनि खासुर बेसीबाट त्यही माथि हो त्यो खासुर गाउँ त्यो खासुर गाउँमा कुनै दिन आउने भन्ने योजना मात्र राखिए त्यहाँ पुगिँदैन
अहिले हामी चाहिँ यो माथि ठाडै बाटो माथि सिरबारी के भने हौ त्यहाँबाट चाहिँ तल बेसीमा झरेर तल पुल तर्न लाग्दैछौँ। अब नजिकै छ पुल भन्छ के घुम्दा घुम्दा हैरान परिसक्यो। यो मोटर बाटोबाट घुम्न चाहिँ नहुँदो रहेछ कि मोटर बाटोबाट हिँड्यो भने त उही त्यहीँ तल पर जानु पर्दो रहेछ खेतमा बेला हुँदो रहेछ कि सबै कुराको जाने त्यहीँ माछा पाइन्छ कि